सट्टा माथि Good morning, neighbor. So guys, good morning. Hey, आज day 4. हामी चाहिँ यहाँ क्यान्चिङ All right, welcome guys to the vlog. Hey, good morning from the day 4. हाम्रो पछाडि हेर्न सक्नुहुन्छ यस्तो राम्रो हिमाल खुलिरहेछ बिहान हैन। अब हामी एकछिन सानो ब्रेकफास्ट गरेर निस्किहाल्छौँ यहाँबाट। सो स्टे ट्युन, बाइ बाइ। वेलकम गाइज, वेलकम। है हामीले अब खाजा खाएर यहाँ 6:30 भइसकेको छ। अब हामी यहाँबाट निस्किन लाग्यो ठ्याक्कै त्यो माथि। सो मिट यु अप साइड। ब्याट्रीहरू एकदमै गहिरो, चार्ज सकिरहेछन् भने। ऑल राइट गाइज, सो वेलकम ब्याक है सबैजनालाई। हामी चाहिँ वहाँ तलबाट हिँड्दै आएको है। अहिले चाहिँ हामी माथि छेरगोरी हिमाल जाँदैछौँ, किनकि अहिले सबभन्दा राम्रो भ्यू चाहिँ त्यही हिमालमा छ 4900 मिटरमा। अब यहाँबाट सिधै उकालो टुई 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 गरेर त्यहाँ टुप्पोमा चढ्नुपर्ने छ। हामी चाहिँ 5 मिनटको ब्रेक लिन्छौँ अब। फाइनली है हामी 2 घण्टाको ट्रेकिङ पछि छेरगोरी यहाँ यति नजिकमा आइसकेका छौँ। अब जम्मा 1.5 घण्टा मात्रै होला हामी ठ्याक्कै त्यहाँ टपमा, वहाँ चुच्चोमा चुच्चोमा पुग्ने प्रयास छ। हेरौँ सकिन्छ होला तर। के गाइज, यहाँ चाहिँ ठ्याक्क भर्खर हिउँ फुटेर तलतिर पग्लिला जस्तो के त्यो हुन्छ नि, पड्केर तलतिर झरिरहेछ। टपबाटको भ्यू देखाउन एकदम एक्साइटेड छु। हरे कृष्ण। यतिको छ है भ्यू चाहिँ, यस्तो हिउँ छ है। स्नो स्नो नि। ओ माई गॉड, लेभल्स गाइज। सट्टा माथि फर्क त यता हेरेर। All right guys, यहाँ हामी पुरै हिमालय चढिरहेको जस्तो फिल भइसक्यो यार। सहर हेर नि, हिउँ हिउँ। कहाँ हो बाटो त? उता हो त। तिमी किन अर्को बाटो हिँड्ने? यता। सो गाइज सी, चेक इट आउट। हाम्रो त्यही हो त्यो छेरगोरी हिमाल है। खै कति हो, अब अझै आधी घण्टा 1 घण्टा भन्छ। त्यहाँबाट तल गएर यसरी जानुपर्छ। हामी छेरगोरी पनि घुमेर आइयो। अहिलेको माहौल यस्तो तातिरहेको छ यहाँ। चढेर तल आइयो, फेरि ब्याक टु होटल। अब हामी यहाँबाट सिधै। ऑल राइट, सो गाइज हामी चाहिँ है फाइनली फेरि क्यान्जिङ गोम्पामा छेरगोरी हिमाल चढेर आएको है। लास्टै गाह्रो है गाइज, घुँडासम्म हिउँ आइरहेको थियो। बाटो पुरै चिप्लो
अहिले त हिमाल सब ढाकिसक्यो बादलले। यता पनि बादल लागिरहेको छ। यहाँबाट अब 4 बजिसक्यो, रिटर्न हुने बेला भएको छ हाम्रो है। अनि अब भ्लग अलिकति कम आउँछ। अब आज कहाँ गएर बसिन्छ हेरौँ न, अपडेट गरिहाल्छु म। ओके, थ्याङ्क यू सो मच फर वाचिङ फर द लास्ट गाइज। ओके, टाटा, बाई बाई। हिजो बेलुकै हामी क्यान्जिङबाट फर्केको, राति चाहिँ लाङटाङ भ्यालीमा आएर बास बसेको थियो। सो यस्तै हो। अब आज हामी स्याब्रु बेसीसम्म पुग्ने तयारीमा। अनि त्यहाँ आज बसिन्छ होला कि त मिल्छ भने बाइक लिएर आजै पनि फर्किन सक्छौँ। सो बाई बाई लाङटाङ। स्टे कनेक्टेड, लभ यु अल। Run away, that one. If somebody died.